सो हेलो नमस्ते तपाईहरु आई होप तपाईहरु सन्चै हुनुहुन्छ र म पनि सन्चै छु भनेर भिडियोलाई म अगाडि बढाउन चाहन्छु। यति दिन म अगाडि भिडियोमा किन नआएको किन ब्लग नबनाएको भनेर धेरै पनि लामो कुराहरु छ। मैले तपाईहरुलाई भिडियो भन्दा अगाडि पनि यो भन्दा अगाडिको जुन भिडियो हालेको छ मैले त्यसमा पनि अलिकति हिन्ट चाहिँ दिएको थिएँ। त्यो कारणले आज म तपाईहरुलाई यो जुन मेरो कोठाहरु छ जति पनि कोठाहरु छ मेरो सब सामानहरु यहाँनेरि सब कोठाहरु मिलाउनु पर्ने छ। यो सबै चाहिँ आएको छ, सबै सामान बिएको आएको हो। यो तपाईहरु हेर्न सक्नुहुन्छ सबै बिएको सामानहरु आएको। यो सबै बिएको सामानहरु चाहिँ मैले यहाँ मिलाउँदै गर्दै तपाईहरुलाई म देखाउन चाहन्छु। सो हेर्दै गर्नुहोस्, बस्दै गर्नुहोस्, म तपाईहरुलाई छिटो भन्दा छिटो भेट्छु। सो अहिले आधी भन्दा आधी सामान चाहिँ मैले खाली गरिसकेको छु। यो बेड पलङ थियो, आधी भन्दा आधी सामान खोलिसकेको छु। सबै सामान खोलेर यहाँ राखिदिएको छ, त्यहाँ सबै सुकाइदिएको छ त्यो घाममा हैन। सब सामानहरु यहाँ राख्नुपर्छ। मम्मी उठिसक्नु भएको छ, मम्मी मिलाउनको लागि। सबै मम्मीले चाहिँ हेर्दिनु भनेर के यो चाहिँ यहाँ राख्नु, यो चाहिँ यहाँ राख्नु पर्ने भनेर मम्मी हो कि नभन् भन्नु हो मिलाएर राख्नुपर्छ अरे, नत्र मिलेन भने चाहिँ सिलाइ हुन्छ अरे क्या। फेरि यसले चाहिँ अहिले घर बरालिदिइराखेको छ सबै, अनि सबै खाली भएको छ। अब यो पनि निकाल्नु पर्ने छ। मम्मी पनि यहाँ थाकिसक्नु भएको छ। मम्मी जानु त थाकिसक्नु भएको छ बिचरा हैन। अब यो सामानहरु सबै निकालेर बनाउने। यहाँ गोप्रो हालिदिएको छ मैले टक्क, अनि यहाँ छ सामानहरु निकाल्नु पर्ने छ। त्यो सुट गरिरहेको छ, के भन्छ त्यसलाई, टाइम ल्याप्स हालिदिएको छ क्या, सरी टाइम ल्याप्स हालिदिएको छ। फाइनली यो चाहिँ अहिले मिलिसकेको छ, उसने भएको छ। यहाँ मम्मी र काम गर्दैछ टक्क मिलो यहाँनिर सबै। यो सबै मिलाउनै पर्ने। अब यो हालेर तपाईहरुलाई भेट्छु। सो अहिले चाहिँ हामीले सबै त भन्दाले आधी भन्दा आधी सबै चिजहरु मिलाएर सकेको छ। जस्तै कि यहाँनिर अब पलङ लागिसकेको छ हैन, बेडसिटहरु सबै लागेको छ। यो दराज भइगयो। अहिले हालको लागि चाहिँ एम्टी नै छ, एम्टी नै छैन, पुरै खाली भएको छ। यसको एउटा सिस्टम चाहिँ के दामी लाग्यो भने मलाई यहाँले पनि एउटा लक रहेछ क्या हैन, त्यो लक रहेछ क्या। यसमा दामी लाग्यो हैन, यस्तो छ हैन सिस्टम। यसले यो लगाइदिन्छ हैन। अनि यो सोकेस भयो। यहाँनिर एउटा ऐना सेट छ क्या टक्क यहाँनिर। मम्मीले घर बनाउनु उताले ढुङ्गालेर यहाँनिर अलिकति हल्दिँदैछ हैन। यस्तो छ अहिले सबै मिलेको छैन, मिलिसकेको त छैन, तर पनि अब सबै मिलाइसकेर तपाईहरुलाई म अन्त्यतिर भेट्छु है त। अब यो मिलाउनु बाँकी छ नि, यो मिलाउनु बाँकी छ बस। बल्ल बल्लै मिलाइसक्यो, सफा गर्दैछ। यहाँनिर अलिकति फुटेछ कि यहाँ फुटो, यहाँ फुटो, यहाँ कुनामा फुटो क्या, यहाँ फुटो। अहिलेसम्म पनि मिलाउँदा कति बजिसक्यो तपाईहरु हेर्न सक्नुहुँदैछ। अहिले 5 बज्न आँटिसकेको छ। अहिलेसम्म पनि मिलिसकेको छैन। कति बजेदेखि सुरु गर्न थालेको, 12 बजेदेखि सुरु गर्न थालेको, अझसम्म मिलिसकेको छैन। एप्रोक्सिमेटली यति भएको चाहिँ छ अहिले मिलाइसकेको। 0.5 देखाउँछु। यो हटाएर यो यतिको देखिन्छ। मुनिहरु स्विचेसहरु राखेको छ, स्पिकर राखेको छ, यति छ। अनि बेड मिलाउने यहाँ कपडाहरु हालेको छ यसले, यहाँले टक्कै मिलाएको छ यसरी। अब अझै अलिकति बाँकी छ। अनि यहाँ सबै यतिकै 4x4 भएको छ अहिले चाहिँ हैन। यो कोठा पनि त्यस्तै छ, मिलाउनु पर्ने बाँकी छ अहिले। यो कोठा चाहिँ मिलाइसकेको छ, क्लियर भएको छ। यसले होमवर्क गर्न बसिरहेको छ। अब भ्लगलाई यिनीहरु इन्ड गरौँ।